उचाइमा पुगेर पनि भुइँ नछाडेका नेपालका दुई नेताहरूमा एक हर्क साम्पाङ हुन् भने अर्को महावीर पुन हुन्। यी दुई नेताहरू अहिले नेपालको प्रतिनिधि सभाका सदस्य रहेका छन्, तर संसदमा पुगेर पनि उनीहरूमा न कुनै दम्ब देखिएको छ न त घमण्ड नै देखिन्छ। महावीर पुन यतिखेर पनि धमाधम आफ्नो किताब बेच्न व्यस्त रहेका छन् भने हर्क साम्पाङ निरन्तर आफ्नो श्रम अभियानमा नै सक्रिय रहिरहेका छन्। यी दुईको शैली फरक होला तर सोच भने एकै रहेको छ। यदि देशमा साँचो अर्थमा विकास चाहने हो भने थुतुनो चलाएर मात्रै पुग्दैन, पाखुरा नै चलाउनु पर्छ भन्ने मान्यता राख्ने सांसदहरू हुन् यी। त्यसैले महावीर पुन वीरगञ्ज कृषि औजार कारखानाको लागि आर्थिक स्रोत व्यवस्थापन गर्न निरन्तर आफ्नो आत्मकथाको किताब बेचिरहेका छन् भने हर्क साम्पाङ श्रम अभियान मार्फत समाजसँग जोडिएका छन्। हर्क साम्पाङले आफू मात्र होइन, आफू जस्तै लाखौं श्रमदाताहरूलाई संगठित गरेर श्रमदानलाई अभियानकै रूपमा अगाडि बढाइरहेका छन्। उनले दार्चुलामा करोडौंको लागतमा बन्ने झुलुङ्गे पुल सबै श्रमदानबाट निर्माण गर्ने कार्य सुरु गरिसकेका छन्। जसले जे भने पनि हर्क साम्पाङसँग एउटा यस्तो अजीबको हुटहुटी छ। त्यो हुटहुटी के हो भने यो देश समृद्ध भएको हेर्ने, आत्मनिर्भर नेपाल बनाउने र नेपालीलाई श्रमबाटै सेवा गर्ने। त्यसैले उनी सांसद भएर पनि निरन्तर श्रमदानमा जुड्दै आइरहेका छन्। हर्क साम्पाङ र महावीर पुनको यो कार्यलाई तपाईले कसरी बुझ्नु भएको छ? कृपया आफ्नो धारणा कमेन्ट मार्फत व्यक्त गर्नुहोस्।